एज बढ्ने भनेको समयअनुसार बढ्दै जान्छ। त्यो अनुसार देखिने उमेरको एउटा चिनो हैन, साइन अफ एजिङ भन्छ। त्यो चाहिँ रिङ्कल्स पनि हो। सो इट्स नर्मल, त्यो नेचुरल पनि हो, सबैलाई देखिन्छ। अब धेरै जसो यो ड्राई स्किन अथवा गोरो छालामा चाहिँ अलिकति चाँडै देखिन्छ कम्पेरिटिभली। अथवा कोही मान्छे एकदमै सनलाइटमा धेरै काम गर्नुहुन्छ, आउटडोर एक्टिभिटीमा बढी हुनुहुन्छ भने त्यस्तो मान्छेको पनि यो चौरी आउने र छालाहरू एकदम चाँडै चाहिँ सन ड्यामेज भएर यो रिङ्कल चाहिँ। सो यसलाई एजिङ हैन, यो जति सक्यो घामको जति उमेर अनुसार बढ्दै जान्छ त्यही अनुसार तपाईँको छाला पनि चौरी पर्दै जान्छ। अब आँखाको वरिपरि र निधारमा हैन देखिने चौरीपना चाहिँ एकदम चाँडै पनि आउँछ। त्यहाँ चाहिँ किनभने एक्सप्रेसन हुन्छ, हाम्रो छालाको मुभमेन्टहरू बढी हुन्छ हैन, त्यसले गर्दा रिङ्कल्स पनि एकदम चाँडै आउँछ। अब त्यो रिङ्कल्सलाई हामीले प्रोटेक्सन गर्नु भनेको एउटा उमेर एउटा भइसक्यो भएर उमेरलाई कम देखाउने तत्त्वहरू हुन्छ, एन्टी एजिङ सिरमहरू हुन्छ, एन्टी एजिङ क्रिम्सहरू हुन्छ हैन। त्यो प्रोटेक्सन ट्रिटमेन्ट्सहरू तपाईँले एज अर्ली एज पोसिबल तपाईँले सुरु गर्नुभयो, विथ टाइम नै गर्नुभयो भने यो जति 40 वर्षमा देखिनुपर्ने एजिङ चाहिँ तपाईँको अझै 50, 55 या 60 मात्रै देखिन पनि थाल्छ। अर्को भनेको हाइड्रेसन, चिल्लो हैन, मुखमा जति सक्यो मोइस्चराइजर लाउन सक्नुहोस्, त्यो एकदमै राम्रो हुन्छ। त्यही घाममा तपाईँ जति एक्सपोज भयो उति चौरी पर्ने र स्किन लुज हुने भएको हुनाले तपाईँले सन प्रोटेक्सन पनि एकदम इम्पोर्टेन्ट। त्यसको लागि म सनस्क्रिन मात्रै भन्दिनँ, तर छाता हैन लगाउनु पर्ने, ठुलो व्हाइट क्याप हैन। अब घाममा नै एकदमै फिल्डमा नै काम गर्नुहुन्छ भने त्यो फेस प्रोटेक्सन हुन सक्ने मास्कहरू भएको अथवा क्यापहरू भएको हैन, सल या स्कार्फ हैन, हिजाबहरू जस्तो चिजहरू केही लगाएर फेसमा चाहिँ यदि राम्ररी प्रोटेक्सन गरेर तपाईँको फिल्डको वर्कहरू, आउटडोर एक्टिभिटीहरूमा या मोटरसाइकल राइडहरू या दिनभरि गाडीमा घुम्नुहुन्छ भने त्यो फेस प्रोटेक्सन्सहरू लगाउन सक्नुभयो भने तपाईँले एन्टी एजिङ यो रिङ्कल्सहरूलाई चाहिँ घटाउन सक्नुहुन्छ। अब मोडर्न ट्रिटमेन्ट चाहिँ यसको लागि अहिले हामीले गर्ने सबभन्दा राम्रो भनेको चाहिँ एउटा एन्टी एजिङ सिरम हो, जुन नन इन्जेक्टेबल पर्छ, नन इन्भेजिभ। र अर्को चाहिँ हामीले गर्ने भनेको बोटक्स हो, जुन चाहिँ इन्भेजिभ छ, इन्जेक्टेबल्स हो, लाउने बित्तिकै काम पनि देखाउँछ। र त्यो एभ्री 6 months to 3 monthsमा तपाईँले टपअप गर्नुपर्ने हुन्छ। र त्योभन्दा पनि अर्को एडभान्स ट्रिटमेन्ट भनेको सर्जरी छ, जुन चाहिँ फेस लिफ्टिङ अथवा स्किन टाइटनिङ ट्रिटमेन्ट्सहरू हुन्छ, फिलर्सहरू या स्किन ट्रिटमेन्ट्सहरू, त्यो पनि गर्न सकिन्छ। थ्रेड लिफ्ट्सहरू हुन्छ हैन, तिनीहरू पनि इन्भेजिभ ट्रिटमेन्ट छ, तिनीहरू पनि पर्छ। सो सनस्क्रिन, मोइस्चराइजिङ सँगसँगै तपाईँले लाउन सक्ने भनेको एन्टी एजिङ क्रिम्सहरू भयो र तपाईँले लाउने सनस्क्रिन एकदम इम्पोर्टेन्ट, र सर्जरी भयो। यो कुरालाई चाहिँ तपाईँले मिलाएर गर्न सक्नुहुन्छ।